मेरो लागि त त्यति पानीपुरी पनि धेरै भयो। टोटल 17वटा थिए होइन, त्यही पनि मैले पुरै खान सकिनँ कि। मलाई धेरै ब्याकलग लागेछ कि, त्यस कारण मैले नोट पनि लेखेको छैन। पछि रिभिजन गर्दा पनि एकैतालमा हेर्दै यो भन्ने थाहा पाइन्छ कि। आज मौसममा कलश यात्रा गइएको थियो। हिँडेर आएर थकाइ लागेका बेलामा पानीपुरी यस्तो च्वाट्ट बनाएर खाइयो घर। मलाई पनि राखिदिनु भएको थियो। कान्छो छोरो स्कुल गएको, स्कुलबाट आउँदा त च्वाट्ट पानीपुरी खाएर मजा आयो नि। आजको ब्लग चाहिँ हामी पानीपुरीबाट स्टार्ट गरौँ। अब म पानीपुरी खान्छु। मेरो लागि त त्यति पानीपुरी पनि धेरै भयो। टोटल 17वटा थिए होइन, त्यही पनि मैले पुरै खान सकिनँ कि। 4-5वटा अझै बाँकी नै छ। त्यो चाहिँ म पछि साँझ खान्छु। यहाँनिर राखेको छु मैले, यहाँ साइडमा राखेको छु। अहिले पछि खान्छु। अब चाहिँ म एकछिन 1 घन्टा जति पढ्छु। तर जति खाए पनि पानीपुरी चाहिँ मस्त थियो कि। आज चाहिँ हिजोको जस्तो लास्टै जाडो त छैन, त्यो पनि जाडो त छ। जाडोको मौसममा जाडो चाहिँ किन नहुनु, तर हिजोको भन्दा त्यति जाडो छैन। हिजो त खतमै भएको थियो। आज चाहिँ म फिजिकल केमिस्ट्री पढ्छु। फिजिकल केमिस्ट्रीको केमिकल काइनेटिक्स भन्ने छ। मलाई यसको ब्याकलग लागिसक्यो कि। सरले अस्ति पढाइसक्नु भएको हो। मैले नोट चाहिँ बनाएको छु अलिकति, अझै बनाउनु छ। म नोट पनि बनाउनु छु, सँगसँगै पढ्छु पनि। अब हाम्रो कलेजमा टिचरहरू चाहिँ राम्रा छन् कि, मतलब ठिकै छन्। तर म चाहिँ केही बुझ्दिनँ कि सरले पढाएको। सब आफै निर्भर भइराख्नु परिरहेछ कि। स्कुल त खालि उत्तिकै प्रेजेन्ट हुनको लागि मात्र गए जस्तो भयो कि। सर उहाँ पढाउँछन्, म त केही बुझ्दिनँ अरू बुझे पनि। किनकि मेरो बच्चादेखि पढ्ने बानी थिएन, कन्सन्ट्रेट पनि धेरै हुन सक्दिनँ म क्लासमा। मैले पढ्ने भनेको सब सेल्फ स्टडीबाटै हो कि। सेल्फ स्टडी मैले यदि सेल्फ स्टडी पनि गर्न सकिनँ भने नि म त फिक्स फेल हो कि। जे होस् अहिले 11-12मा आएर अलिकति मिहिनेत गर्न सिकेँ। अलिकति, धेरै त होइन, थोरै। म चाहिँ यो पढ्दैछु कि फ्याक्टर एफेक्ट द रेट अफ केमिकल रियाक्सन। यो चाहिँ सिम्बल छ नेचर अफ रियाक्टेन्टमा पनि। यसले पनि असर गर्छ रेट अफ रियाक्सनलाई भन्यो होइन। यो टेम्परेचरको बारेमा यति धेरै दियो नि मलाई, यो यति पढ्नलाई होइन आधी घन्टा लाग्थ्यो कि 20-25 मिनट लाग्थ्यो। यसले नै टाइम खाइदियो कि। एउटा सानो फ्याक्टर छ टेम्परेचर, तर यसकोमा एउटा कन्सेप्ट पनि आयो कि एरिनियस इक्वेसन भन्ने। हो यो पढेँ मैले, राम्रोसँग पढेँ, धेरै टाइम लगाएर पढेँ। ठिक छ, यति धेरै समय लाग्यो नि यो पढ्नलाई टेम्परेचरको। तर मजा आयो पढ्न त मजा आउँछ। केमिस्ट्री हो नि त, फिजिकल केमिस्ट्री काइनेटिक्स हो, यो मेन लेसन हो। त्यति मैले राम्रो पढेँ भने पछि पनि काम लाग्छ कि। पछि रिभिजन गर्दा पनि एकैतालमा हेर्दै यो भन्ने थाहा पाइन्छ कि। त्यसैले रिभिजन त इम्पोर्टेन्ट छ केमिस्ट्रीको लागि। अर्ग्यानिक त अर्ग्यानिकको लागि त यति रिभिजन गर्नुपर्छ नि के भन्नु। त्यसको नोट पनि बनाइराख्नुपर्छ। नोट त इम्पोर्टेन्ट हो केमिस्ट्रीको लागि। बुक पल्टाएर हेऱ्यो भने दिमाग खराब हुन्छ। त्यसैले नोटमा के भन्छ, सिम्पल तरिकाले सबै कुरालाई टिप्पणी गरेर लेखिन्छ कि। त्यसैले नोट त इम्पोर्टेन्ट हो। रिभाइज त धेरै गर्नुपर्छ। मैले त रिभिजन पनि गर्नु भएको छैन। नोट यति लेख्नुपर्छ नि। मैले त अहिलेसम्म मलाई धेरै ब्याकलग लागेछ कि, त्यस कारण मैले नोट पनि लेखेको छैन। अब नोट पनि बिस्तारै ब्याकलग कम्प्लिट गर्दैछु। अझै ब्याकलग लागेको छ। जे पढाउँछन् नि स्कुलमा त्यो चाहिँ म घरमा आएर पढिराखेन कि। म आफ्नो पुरानो ब्याकलग कम्प्लिट गरिरहेको छु। एक त मलाई के भन्नु, हरे कृष्ण। मैले त्यो त नोटमा उतारिसकेँ। यो सब नोटमा मैले लेखिहालेँ होइन। अब आजको लागि हामी यति नै बनाऊँ भ्लग। अब म खानासाना खान्छु। यदि मैले अब साँझ भोलि हाम्रो छुट्टी छ, भोलि क्रिसमस छ। यदि पछि पढ्ने मन लाग्यो भने आज साँझ रातभरि पढिदिन्छु। त्यसको अर्को ब्लग बनाउँछु म नाइट स्टडीको। हरे कृष्ण।